68 people are dead after a plane went down in central Nepal. Well, Nepal is in mourning following Sunday's plane crash. 72 जनाको ज्यान जाने गरी आइतबार एटी एयरको जहाज Answers after a devastating plane crash in Nepal. नेपालमा विमान दुर्घटनाको लामो इतिहास रहेको छ। असभ्य पहाडी भूभाग, अप्रत्याशित मौसम, नयाँ विमान र पूर्वाधारमा लगानीको अभाव र कमजोर नियमनले यी दुर्भाग्यपूर्ण घटनाहरूलाई योगदान दिएको छ। एभिएसन सेफ्टी डाटाबेस अनुसार नेपालमा विगत 30 वर्षमा कम्तीमा 27 वटा घातक विमान दुर्घटना भएको छ। जुलाई 1969 यो नेपालको पहिलो प्लेन दुर्घटना भएको दिन हो। रोयल नेपाल एयरलाइन्सको विमान सिनारा विमानस्थलमा दुर्घटना हुँदा 31 यात्रु र चालक दलका 4 सदस्यको मृत्यु भएको थियो। यसैगरी जुलाई 1992 नेपालको दोस्रो विमान दुर्घटना थाई एयरवेजद्वारा सञ्चालित एयरबस 310 काठमाडौँमा दुर्घटनाग्रस्त भयो र जहाजमा रहेको सबै 49 यात्रु र 14 चालक दलका सदस्यको मृत्यु भएको थियो। भारी मनसुन वर्षाको क्रममा काठमाडौँबाट 37 किलोमिटर उत्तरमा रहेको पहाडसँग विमान ठोकिएको थियो। सेप्टेम्बर 1992 पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले सञ्चालित एयरबस A300 काठमाडौँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भयो र त्यसमा सवार सबै 137 जनाको मृत्यु भयो। एयरबस 300 कराचीको जिना अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदै गरेको थियो र काठमाडौँ विमानस्थल भन्दा 11 किलोमिटर अगाडि रहेको अन्तिम पहाडमा ठोकिएको थियो। जुलाई 1993 एभरेस्ट एयरद्वारा सञ्चालित डोनियर विमान नेपालमा नजिकै चुले घोप्टे पहाडमा दुर्घटनाग्रस्त भयो। चालक दलका 3 सदस्य र 16 यात्रुको मृत्यु भएको थियो। यसैगरी जुलाई 2000 मा रोयल नेपाल एयरलाइन्सद्वारा सञ्चालित ट्विन ओटर धनगढी विमानस्थल जाँदै गर्दा दुर्घटना भएको थियो। दुर्घटनामा 22 जना यात्रु र चालक दलका 3 सदस्यको मृत्यु भएको थियो। यसैगरी नोभेम्बर 2001 मा चार्टर्ड हेलिकप्टर पश्चिम नेपालमा उडानमा दुर्घटनाग्रस्त भएको थियो। घटनामा ज्यान गुमाउने 6 जना मध्ये नेपालकी राजकुमारी प्रेक्षा शाह पनि थिइन्। यसैगरी जुन 2006 मा चालक दलका सदस्य सहित 6 जना यात्रु बोकेको यति विमान जमिनमा ग्रस्त भएको थियो। यसैगरी सेप्टेम्बर 2006 मा पूर्वी नेपालमा चार्टर उडानमा श्री एयरको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका सदस्य सहित 14 यात्रुको मृत्यु भएको थियो। सेप्टेम्बर 2011 बुद्ध एयरद्वारा सञ्चालित बीच क्राफ्ट 1900D जुन पर्यटकहरूलाई सगरमाथाको वरिपरि घुम्न गएको थियो। सगरमाथा घुम्ने क्रममा पहाडसँग ठोकिएको थियो। जहाजमा रहेको 10 भारतीय सहित 19 जनाको मृत्यु भएको थियो। यसैगरी मे 2012 मा 21 जना सवार डोनियर एयर विमान उच्च उचाइ रहेको विमानस्थलमा अवतरण गर्ने प्रयासमा उत्तरी नेपालको पहाडमा दुर्घटना हुँदा 15 जना मध्ये 13 जना भारतीय तीर्थयात्रीको मृत्यु भएको थियो। विमान पोखरा विमानस्थलबाट जोन्सन विमानस्थलका लागि उडेको थियो। मे 2015 राष्ट्रको चरीकोट क्षेत्रमा अमेरिकी मरिन कोर्प्सको स्क्वाड्रन दुर्घटना हुँदा जहाजमा सवार सबै 8 जना मृत्यु भयो। 2 वटा भूकम्प पीडितलाई सहयोग पुर्याउने मिसनका क्रममा 6 अमेरिकन मरिन र 2 नेपाली सैनिक सहितको UH-1Y बेपत्ता भएको थियो। फेब्रुअरी 2016 11 जना सवार एयर काठमाडौँको विमान नेपालको कालीकोट जिल्लामा दुर्घटनाग्रस्त भएको थियो। घटनामा चालक दलका 2 सदस्यको मृत्यु भएको छ भने 9 जना यात्रु घाइते भएका छन्। 12 मार्च 2018 मा 67 यात्रु र 4 चालक दलका सदस्यहरू बोकेको US बङ्गला एयरलाइन्सको विमान काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा 49 जनाको मृत्यु भएको थियो। ढाकाबाट फर्किएको विमान अवतरणका क्रममा धावन मार्गबाट चिप्लिएर विमानस्थल नजिकैको फुटबल मैदानमा ठोकिएपछि आगो लागेको थियो र त्यसपछि विस्फोट भएको थियो। फेब्रुअरी 2019 बादलको मौसममा काठमाडौँ फर्कने बाटो खोज्ने क्रममा एयर डाइनेस्टीको हेलिकप्टर पहाडमा ठोकियो। दुर्घटनामा ज्यान गुमाउने 7 यात्रु मध्ये नेपालको पर्यटन मन्त्री रविन्द्र अधिकारी पनि थिए। मे 2022 थानेका 4 भारतीय सहित 22 जना सवार तारा एयरको जहाज नेपालको हिमाल जिल्ला मुस्ताङमा गत वैशाख 29 गते आइतबार दुर्घटना भएको थियो। जहाजमा सवार सबैको शव 3 दिनपछि मंगलबार फेला परेको थियो। नेपाल सरकारको अनुसन्धानको प्रतिवेदनमा खराब मौसमको कारण घटना भएको हुन सक्ने निष्कर्ष निकालिएको छ। यसैगरी यही वर्ष 15 जनवरी 2023 मा एटी एयरलाइन्सको ATR 72 एयरक्राफ्ट सेती खोला साइडमा ठोकिँदा क्र्यू मेम्बर सहित 72 जनाको मृत्यु भएको छ। यो थियो नेपाल विमानको दर्दनाक इतिहासहरू। होप तपाईहरुलाई भिडियो मन पर्यो होला। भिडियो मन पर्यो भने लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला। फेरि आउने छु यस्तै इन्ट्रेस्टिङ भिडियो लिएर। त्यति दिनसम्मको लागि बाइ बाइ। जय नेपाल।